आईसीटी नलेज युट्युब च्यानलमा यहाँलाई स्वागत छ। म जनक व्यस्ती। आईसीटी सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो सामग्री लिएर आउने क्रममा आज म नेपाली वा अंग्रेजी टाइपिङ सजिलै बोलेरै कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। यदि हजुरहरूलाई पनि नेपाली वा अंग्रेजी टाइपिङ गर्न आउँदैन अर्थात् स्पिड स्लो छ अर्थात् टाइप गर्न झ्याउ लाग्छ भने त्यो अवस्थामा हजुरहरूले बोलेरै सजिलै नेपाली वा अंग्रेजी टाइपिङ केही बेरमै गर्न सक्नुहुनेछ। त्यसका लागि म यो भिडियो अन्तर्गत रहेर स्टेप बाइ स्टेप सबै जानकारी दिने नै छु। त्यसका लागि हजुरहरूले अहिलेसम्म पनि यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्दै अब भने प्रवेश गरौँ ल्यापटपको स्क्रिनतर्फ। यसका लागि सर्वप्रथम हजुरहरूको ल्यापटप वा डेस्कटपमा रहेको क्रोम ब्राउजरलाई ओपन गर्नुपर्ने हुन्छ र त्यसपछि एड्रेस बारमा गुगल डक्स भोइस टाइपिङ भनेर टाइप गर्नुपर्ने हुन्छ। यसरी गुगल डक्स भोइस टाइपिङ भनेर टाइप गरिसकेपछि किबोर्डमा रहेको इन्टर बटन प्रेस गर्नुहोला र त्यसपछि सबैभन्दा माथि गुगल डक्स भोइस टाइपिङ भन्ने अप्सन देख्नुहुनेछ, जुन अप्सनमा क्लिक गर्नुहोला। त्यसपछि सरम्यामहरु यस्तो इन्टरफेस खुलेर आउनेछ। अब हजुरहरूले नयाँ फाइल लिनुपर्ने हुन्छ। त्यसका लागि फाइल भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि न्यूमा गएर डकुमेन्ट्स भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। र यति गरिसके पश्चात यहाँ न्यू डकुमेन्ट्स हजुरहरूले लगिसक्नु भएको छ। अब त्यसपछि चाहिँ हजुरहरूले भोइस टाइपिङ टुल लग्नुपर्ने हुन्छ। त्यसका लागि टुल भन्ने अप्सनमा क्लिक गर्नुहोला र त्यसपछि यहाँ भोइस टाइपिङ भन्ने अप्सनमा क्लिक गर्नुहोला र फाइनली हजुरहरूको यहाँ भोइस टाइपिङ टुल आइसकेको छ। अब हजुरहरूले यहाँबाट भाषा चुज गर्नुपर्ने हुन्छ। हजुरहरूले कुन भाषामा टाइप गर्न चाहनु भएको सो भाषा हजुरहरूले यहाँबाट चुज गर्न सक्नुहुन्छ। म सर्वप्रथम हजुरहरूलाई इङ्ग्लिसमा टाइप गरेर देखाउन गइरहेको छु। त्यसका लागि चाहिँ यहाँ भोइस टाइपिङ भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ र हजुरहरूले इङ्ग्लिसमा बोल्नुपर्ने हुन्छ। त्यसपछि हजुरहरूले जुन कुरा इङ्ग्लिसमा बोल्दै जानुहुनेछ त्यो कुरा अटोमेटिक यहाँ टाइप भएर आउनेछ। उदाहरणका लागि म हजुरहरूलाई केही टेक्स्टहरू यहाँ टाइप गरेर देखाउन गइरहेको छु। ICT Knowledge YouTube channel is an educational YouTube channel dedicated to providing simple, practical and useful tutorial on information and communication technology. सरम्यामहरु हजुरहरूले देखिसक्नु भएको छ। मैले जुन जुन कुरा बोलेको थिएँ प्रश्नसँग त्यो कुरा यहाँ टाइप भएर आइसकेको छ। यदि कुनै ठाउँमा हजुरहरूले एडिट गर्न आवश्यक ठान्नु भयो भने त्यो ठाउँमा पुनः त्यो टेक्स्टलाई मेटाएर पुनः भोइस टाइपिङ टुलमा क्लिक गरेर आफूले लेख्नु पर्ने कुराहरूलाई चाहिँ बोलेर टाइप गर्न सक्नुहुनेछ। अब भने म हजुरहरूलाई नेपालीमा कसरी टाइप गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। त्यसका लागि यहाँ इङ्ग्लिस भन्ने ठाउँमा क्लिक गरेर चाहिँ हजुरहरूले नेपाली चुज गर्नुपर्ने हुन्छ। यहाँ नेपाली भन्ने भाषा दिएको हुन्छ। यो नेपाली भन्नेमा क्लिक गरिसके पश्चात अब पुनः हजुरहरूले चाहिँ यहाँ भोइस टाइपिङ टुलमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि नेपालीमा बोल्नुपर्ने हुन्छ। उदाहरणका लागि म हजुरहरूलाई नेपालीमा टाइप गरेर देखाउन गइरहेको छु। आईसीटी नलेज युट्युब च्यानल हजुरहरूका लागि अत्यन्तै महत्त्वपूर्ण युट्युब च्यानल हो। तसर्थ यो च्यानललाई हजुरहरूले अनिवार्य सब्स्क्राइब गर्नुपर्ने हुन्छ, किनभने यो च्यानलमा आईसीटी सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो सामग्रीहरू आइ नै रहन्छन्। सरम्यामहरु मैले जुन जुन कुराहरू नेपालीमा बोलेको थिएँ प्रश्नसँग यहाँ टाइप भएर आइसकेको हजुरहरूले देखिसक्नु भएको छ। अब कुनै बेला ब्रेक गर्नु पर्यो भने त्यो अवस्थामा चाहिँ भोइस टाइप टुलमा क्लिक गरेर यसलाई स्टप गर्न सकिन्छ भने पुनः केही कुरा थप्नु पर्यो भने यसैमा क्लिक गरेर चाहिँ स्टार्ट गर्न सकिन्छ। म यहाँ कुनै कुराहरू थपेर हजुरहरूलाई देखाउन गइरहेको छु। यो च्यानलमा अत्यन्तै महत्त्वपूर्ण जानकारीमूलक भिडियो सामग्रीहरू आउने गर्दछन्। सरम्यामहरु हजुरहरूले देखिसक्नु भएको छ। मैले केही बेर ब्रेक गरेँ, त्यसपछि भोइस टाइप टुललाई स्टप गरेँ र पुनः मैले भोइस टाइप टुललाई स्टार्ट गरेर केही विषयवस्तुहरू यहाँ थपेको छु। अब हजुरहरूले एमएस वर्डमा जुन जुन सुविधाहरू पाउनुहुन्थ्यो त्यो सबै सुविधाहरू यो गुगल डक एप्लिकेसनमा पनि उपलब्ध छ। हजुरहरूले यहाँबाट चाहिँ टेक्स्टहरूलाई बोल्ड गर्न चाहनुभयो भने बोल्ड गर्न सक्नुहुन्छ। पुरै डकुमेन्ट्सहरू यतै रेडी गरेर पनि प्रिन्ट आउट गर्न सक्नुहुन्छ। यहाँ लेखेको टेक्स्टलाई हजुरहरूले एमएस वर्डमा गएर पेस्ट पनि गर्न सक्नुहुन्छ। त्यस्तै यही डकुमेन्टलाई डाउनलोड गरेर पनि हजुरहरूले एमएस वर्डमा गएर एडिट गर्न सक्नुहुन्छ। अब हजुरहरूले यो डकुमेन्टलाई रेडी गरे पश्चात डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसका लागि फाइल भन्ने अप्सनमा जानुहोला र त्यसपछि यहाँ डाउनलोड भन्ने अप्सनमा क्लिक गर्नुहोला। डाउनलोड भन्ने अप्सनमा क्लिक गरिसके पश्चात हजुरहरूले कुन डकुमेन्टको रूपमा चाहिँ यसलाई डाउनलोड गर्न चाहनुहुन्छ, एमएस वर्डमा चाहनुहुन्छ कि पीडीएफकै रूपमा डाउनलोड गर्न चाहनुहुन्छ कि आवश्यकता अनुसार यहाँबाट चुज गर्नुहोला। मैले भने यसलाई एमएस वर्डको रूपमा डाउनलोड गरेको छु। यति गरिसके पश्चात यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ फाइल डाउनलोड भइसकेको छ।
अब हजुरहरूले यहाँनिर डबल क्लिक गरेर पनि यसलाई ओपन गर्न सक्नुहुन्छ भने दिस पीसीमा गएर अर्थात् माई कम्प्युटरमा गएर पनि यसलाई डबल क्लिक गरेर त्यसपछि डाउनलोड्स भन्ने अप्सनमा क्लिक गरेर पनि हजुरहरूले सो फाइलमा डबल क्लिक गरेर ओपन गर्न सक्नुहुनेछ। यति गरिसके पश्चात हजुरहरूले यसरी फाइल ओपन भएको देख्नुहुनेछ र त्यसपछि यसलाई एडिट गर्नका लागि इनेबल एडिट भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसके पश्चात हजुरहरूले देखिसक्नु भएको छ हामीले गुगल डकमा टाइप गरेको टेक्स्टहरू चाहिँ यहाँ आइसकेको छ। अब यसमा चाहिँ आवश्यकता अनुसार हजुरहरूले एडिट गर्न सक्नुहुन्छ। सजिलै यसलाई चाहिँ आफूले चाहे अनुसार बनाएर प्रिन्ट आउट गर्न सक्नुहुनेछ। सर म्यामहरू नेपाली वा अङ्ग्रेजी टाइपिङ सजिलै बोलेर कसरी गर्न सकिन्छ भन्ने विषयमा हजुरहरूले थाहा पाउनु भयो होला भन्ने अपेक्षा गरेको छु। यस्तै अन्य आइसिटी सम्बन्धी विभिन्न जानकारीमूलक भिडियो सामग्रीहरूका लागि आइसिटी नलेज युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला भन्दै अहिलेलाई भने यो भिडियोबाट छुटिन्छु। नमस्कार, शुभ दिन।